अनि अर्को एउटा गल्ती जुन गाइडले औल्याएको छ नि, ओभर ट्रेडिङ। मलाई यो विषय एकदमै रोचक लाग्यो। एउटा मान्छेले किन चाहिने भन्दा धेरै ट्रेड गर्छ त? खै, यसमा धेरै कुराहरू जोडिएका हुन्छन्। के हो यो नयाँ काम सुरु गर्दाको उत्साहले गर्दा हो, वा अनुशासनको कमीले? हामीले कुनै नयाँ भिडियो गेम खेल्दा रातभरि खेलेको जस्तै हो कि यो? यसमा भिडियो गेमको जस्तो उत्साह पक्कै पनि हुन्छ है, तर यसको भित्री कारण नि निकै गहिरो मनोवैज्ञानिक छ क्या। ओभर ट्रेडिङ सामान्यतया डर र लोभको एउटा खतरनाक मिश्रणबाट उत्पन्न हुन्छ। ए, डर र लोभ। अर्थशास्त्र र मनोविज्ञानमा एउटा सिद्धान्त छ, लस एभर्जन भन्ने। मानव मस्तिष्क यसरी डिजाइन भएको छ कि नि 100 रुपियाँ नाफा हुँदा हामीलाई जति खुसी मिल्छ नि, 100 रुपियाँ नोक्सान हुँदा त्योभन्दा दोब्बर बढी पीडा हुन्छ क्या। भनेपछि मानिसको दिमागले हारलाई स्वीकार गर्नै सक्दैन त? एकदम सही। जब कोही ट्रेडरले कुनै ट्रेडमा पैसा गुमाउँछ नि, उसको दिमागमा कोर्टिसोल भन्ने तनाव बढाउने हर्मोन उत्पादन हुन्छ। अनि त्यसपछि के हुन्छ? ऊ त्यो पीडा खप्न सक्दैन, अनि ऊ त्यो गुमाएको पैसा तत्कालै त्यही सेकेन्डमा फिर्ता ल्याउन चाहन्छ। यसलाई रिभेन्ज ट्रेडिङ वा बदलाको भावनाले गरिने व्यापार भनिन्छ क्या। ए, बजारसँग बदला लिन खोज्छ? हो, ऊ बजारसँग बदला लिन खोज्छ। त्यस्तो बेला उसले आफ्नो सबै सिकाइ, रणनीति र नियमहरू बिर्सिन्छ र छिटो छिटो ठूलो जोखिम लिएर बटन थिच्न थाल्छ। यो एउटा यस्तो चक्र हो जहाँबाट मानिसको पतन निश्चित छ। ओहो। अर्कोतर्फ कहिलेकाहीँ लगातार 2-4वटा ट्रेडमा नाफा भयो भने दिमागमा डोपामाइन भरिन्छ, अनि मलाई त सबथोक आउँछ, म त बजारको भगवान नै हुँ भन्ने अति आत्मविश्वास बढ्छ नि त। ए, मात्तिने अवस्था आउँछ। हो, अनि लोभमा परेर झन् धेरै पैसा हाल्न थाल्छ। दुवै अवस्थामा नि मानिसको भावनाले उसको तार्किक क्षमतालाई खाइदिन्छ क्या। यो त एकदमै डरलाग्दो कुरा भयो।